आज जेठको 21 यो मिनी ट्रेलर हाते ट्र्याक्टरले मैले धानको बिउ राख्नको लागि बियाड बनाउन कसिएँ बिहानैबाट। धेरै गर्मी भयो। अब गर्मीलाई कसरी मेटाउने, गर्मीलाई कसरी शीतल बनाउने भनेको घरमा लटरमा अङ्गुरहरू फलिरहेको छ। एउटा अङ्गुरको जुप्पा टिपे र यो अर्ग्यानिक स्वाद हेर्दै स्वादिलो थियो। खाँदाखेरि त्यो थकानमा, त्यो गर्मीको समयमा त्यो अङ्गुरको स्वादले यति आनन्द दिलायो। तर जति आनन्द दिलाए पनि गर्मीलाई चाहिँ त्यो अङ्गुरले मेटाउन सकेन। मैले पानीको धारो सम्झेँ अनि गएँ। त्यस पछाडि मैले पाइप आफूतिर तेर्साउन थालेँ र पसिनाले छपक्कै भिजेको शरीरलाई पानीले छल 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 टाउकोमा पानी हालेर मैले मजाले आनन्द लिन थालेँ। गर्मीको समय पानीले यसरी नुहाउनु भनेको ज्वरो आउनु हो। तर यो उमेरमा ज्वरो पनि पचाउन सकिन्छ। मजाले नुहाइसकेपछि चिसो पानीले शीतल भयो, त्यसलाई चाहिँ त्यतै कुलोतिर फालिदिएर अनि म फर्केँ। त्यस पछाडि मलाई बडो आनन्द भयो। पानीले नुहाउँदा मजा आयो। धानको बियाड पनि बन्यो, आनन्द पनि आयो।